साथीहरु नमस्ते नमस्ते तपाईलाई स्वागत छ राज छेत्रीको युट्युब च्यानलमा फेरि पनि। साथीहरु यो भाग 2 को यात्रापछि भाग 3 सुरु हुँदैछ। अब एयरपोर्टसम्म भाग 2 को यात्रा पुरा भइसकेपछि अब त्यहाँबाट बाहिर निस्केर फेरि घरसम्मको यात्रा सुरु हुँदैछ। त्यतिसम्मको लागि चाहिँ अब कस्तो हुन्छ बाटोमा के हुन्छ त्यो सबै कुराहरु सँगै म तपाईलाई देखाउँदै जाँदैछु। साथीहरु साथमा रहनु होला भन्दै अगाडि बढौँ है त साथीहरु। कलङ्कीबाट गाडी चढेर भैरवा बुटोल टु भैरवा भन्ने गाडी चढिसकेको छु। अब बाटोमा के कस्तो हुन्छ त्यो सबै कुराहरु हजुरहरूलाई सेयर गर्दै देखाउँदै जाँदैछु। अनि अहिले चाहिँ म यो थानकोटको ओह्रालो झर्दैछु। मेरो यो तेस्रो भाग चाहिँ अब धर्मतिर हिँड्ने हुन्छ। भाग 1, भाग 2, भाग 3 विदेशदेखि नेपालसम्मको घरसम्मको सबै हेरेर कस्तो लाग्यो प्रतिक्रिया चाहिँ दिनु है साथीहरु। अहिले अब यो यात्राको क्रममा घर जाने यात्राको क्रममा बेनीघाटको शीतल बजार बेनीघाटमा आएर आइएको छ। यहाँ आएर बस्ने खाना खानको लागि विश्राम गरेको छ केही समय। खाना खाएपछि आफ्नो गन्तव्यतिर लागिन्छ। अब अझै के हुँदै जान्छ बाटोमा यो चाहिँ सुरुमा तपाईलाई के जानकारी गराउँछु। गाडीको मात्रै आवाज छ बाटोको छेउमा। नेपालको स्थिति यस्तै हो, तपाईहरु सबैलाई थाहा भएको कुरा हो। अरू कुरा चाहिँ अब फेरि हिँड्दै जान्छ है। त्यसै खाना खाइसकेपछि हामी फेरि यात्रामा सुरु हुन्छौँ। अब खाना पनि खाएर अब हामी जान्छौँ। अब गाडी स्टार्ट भयो जानको लागि तयारी। गाडी मात्रै हेर्नु कस्तो भिआइपी छ हाम्रो रमेश सर हामी सँगै छौँ है। अँधेरोमा अलि किरिमिरी देखिन्छ तर भिआइपी है गाडी। हेर्नुहोस् गाडी मात्रै हेर्नु कस्तो फोल्डिङ छ। नेपालको हाम्रो देशको जो साधन चाहिँ एकदम राम्रो छ। बुटोल हुँदै भैरवा पुग्ने आनन्द मजाले ब्ल्याङ्केट ओढेर सुतेर पुग्न सकिन्छ। तपाईहरु पनि यो गाडीको यात्रालाई प्रयोग गर्न सक्नुहुन्छ। एकदम राम्रो सहुलियत र सुलभ छ। साथीहरु अहिले अब यो यात्राको क्रममा घर जाने यात्राको क्रममा बेनीघाटको शीतल बजार बेनीघाटमा आएर आइएको छ। यहाँ आएर बस्ने खाना खानको लागि विश्राम गरेको छ केही समय। खाना खाएपछि आफ्नो गन्तव्यतिर लागिन्छ। अब अझै के हुँदै जान्छ बाटोमा यो चाहिँ सुरुमा तपाईलाई के जानकारी गराउँछु। गाडीको मात्रै आवाज छ बाटोको छेउमा। नेपालको स्थिति यस्तै हो, तपाईहरु सबैलाई थाहा भएको कुरा हो। अरू कुरा चाहिँ अब फेरि हिँड्दै जान्छ है। त्यसै खाना खाइसकेपछि हामी फेरि यात्रामा सुरु हुन्छौँ। अब खाना पनि खाएर अब हामी जान्छौँ। ल फाइनल्ली साथी हो म चाहिँ घर आइपुगेँ। अब केटाकेटी छन् यहाँ यिनलाई चट्ट बिस्कुट खुवाउने। मेरो सामान पानीले भिज्यो। यस्तो पानी पर्यो राम 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 झोला जति सब भिज्यो। यदि भन्दै साथीहरु आजको यो मेरो घरसम्म पुग्ने भिडियो चाहिँ यहीँ पुरा गर्छु। म चाहिँ घरमा आइपुगेँ है साथीहरु। ल कुवेतबाट नेपालसम्म गर्दा 2 दिन लगाएर घरमा आइपुग्यो। यदि भन्दै साथीहरु यो भिडियोलाई चाहिँ म यहीँ अन्त गर्छु। 3टा भागमा छुट्याएको छु। 3टा भागलाई राम्रोसँग हेरेर अवलोकन गरेर तपाईहरुले चाहिँ ट्याक्क लाइक सब्स्क्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला भन्दै यो भिडियोबाट चाहिँ बिदा हुन्छु। ल साथीहरु सब्स्क्राइब लेखेको ठाउँमा ट्वाच्च छोएर घण्टी बजाइदिनु त।